आज चाहिँ म यो झोला अनबक्सिङ गर्दैछु है साथीहरू। यो चाहिँ मलाई देउरानीले पठाइदिएको कि गान्तोकबाट। अन्त चाहिँ उसले किन पठाइदिएको, खालि पठाइदिन्छ हो, नपठाउन भेट पनि भनेको, खालि पठाइदिएको कि। अन्त चाहिँ म अहिले के चाहिँ पठाएछ है कान्छीले हेर्छु। कान्छीले के पठाएछ वाट इज दिस? यो रहेछ एउटा। यो किन पठाएको आयो सरमै लाग्दो हो, यो देखाउँदिनँ हो गाइस। के होला बहिनी चाहिँ त्यहाँदेखि यहाँ पनि नदेखाउने सामानहरू रहेछ, बिस्किटहरू रहेछ हो। एउटा चाहिँ देखाउँदैछु ल तपाईँहरूलाई। यस्तो बिस्किटहरू रहेछ, बिस्किट रहेछ हो। त्यहाँदेखि के हो पोर्कको रहेछ त, बङ्गुरको मासु रहेछ हो। गान्तोकमा चाहिँ दामी पाउँछ नि त। अन्त चाहिँ भाइको ड्युटी चाहिँ यतै छ कि, अन्त भाइले ल्याइदिइराख्नु भयो, भाइ ड्युटी जानुभयो हो। अन्त बहिनीलाई थ्याङ्क यू। म चाहिँ केलाउनु पनि थालिहालेको। अहिले चाहिँ म फ्री छु कि, फ्री मतलब केही गरेको छुइनँ नि त। खानासाना खाएर भर्खर कामहरू धन्दा गर्दै थिएँ कि, किचन सानासानै त्यति बेला खोलिदिइहालेको। बा बिग्रिने सामान छ कि भनेर हो। अन्त हिजो पनि बहिनीले ल्याइदिएको थियो होइन, सुजा बहिनीले, यस्तै खाएँ। आज पनि खुवाइ हुने रहेछ हो। थ्याङ्क यू सो मच कान्छीलाई।